के भयो मलाई यस्तो 81 डेन्टल नै जानुपर्यो। सो हेलो माई ब्युटिफुल पिपल, के छ सन्चै आरामै हुनुहुन्छ होला भन्ने आश गर्दै आजको मेरो म मिनी ब्लग चाहिँ स्टार्ट गर्छु। र आज चाहिँ म डेन्टल जानुपर्ने हुन्छ है। मेरो दाँत चाहिँ किरा देखाएको थियो र दाजुभाइ चाहिँ रेडी भएर बाहिर निस्क्यौँ र भाइ चाहिँ यस्तो पारा देखाउँदैछ उहाँ पछाडि बसेर। यस्तो चर्को घाम थियो नि गाइस, यस्तो चर्को घाममा पनि के गर्नु जानै पर्यो। माथि हाइवेमा निक्लेर चाहिँ एकछिन म्याजिकलाई पर्ख्यौँ र एकैछिनमा म्याजिक पनि आइल्यो र म बाहिरमा चाहिँ अब यस्तो गरेमा त बस्नु सकिनँ, हतार 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 अनि म्याजिकमा चढ्यौँ र हाम्रो बेलबारीको भ्यू देखाउँदै यस्तो कच्ची बाटो छ नि गाइस, उता त्यो बाटोतिर चाहिँ बिग्रेकोले गाडीले गाच्राको चुर थेचार्दै हामीलाई चाहिँ लछिमार्ग पुऱ्यायो र लछिमार्ग पुगेर चाहिँ मैले यता झन्डा देखाएँ र लछिमार्गको गेट देखाउँदै हामी चाहिँ डेन्टलतिर गयौँ। एकैछिनमा हामी डेन्टल पनि पुग्यौँ र डेन्टलमा चाहिँ यसो हेरेर अनि घात्राघुत्रुङ गर्दै माथि चढ्यौँ। त्यसपछि माथि डेन्टल गरेर चाहिँ फर्मसम भरेर डक्टरले चाहिँ मेरो दाँत भर्नु चाहिँ स्टार्ट गरिसकेको थियो। म चाहिँ दुखेर एकदम हातमुठी बनाएर बसिरहेको थिएँ, लास्टै दुख्दो रहेछ। त्यसपछि हामी चाहिँ डेन्टलबाट दाँत भरिसकेर निक्ल्यौँ। घाम यस्तो चर्किरहेको थियो, घामले पोल्दै भने के गर्नु जानु पर्यो। त्यसपछि पेचिङ पर्तिर गएर म्याजिक कुर्यौँ र म्याजिकमा चढेर यस्तो धुलै धुलो हुँदै बाटोमा आयौँ र मेडिकलबाट दबाई सबै ल्यायौँ र भिडियो पनि एकदमै लामो भइसकेको छ र अब चाहिँ अर्को मिनी ब्लगमा भेट्नुपर्छ। तपाईँहरूलाई भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला। अब अर्को मिनी ब्लगमा भेट्नुपर्छ। बाई बाई।